है साथीहरु, यी हाम्रो काँक्रा पाकिसक्यो मजाले। उतै हामीले टिपेर राखेका छौँ। हाम्रो बोर्डमा पाक्यो। कसैले अचार बनाउँदा चाहिन्छ भने यो नम्बरमा फोन गर्नु होला। काठमाडौँसम्म डेलिभरी हुन्छ। काठमाडौँ माछा पोखरी सामुकोसी बसपारा एरियासम्म डेलिभरी हुन्छ। यसरी मजाले सुतिरहेछन्। पाकिसक्यो सबै काँक्रा। यसरी भुइँमा नि छ है। सानसानो फल्दैछ। फल्दैन छ, पाक्दैन छ। यो चाहिँ हाम्रो पहिलो लड्को हो। यो सकिन लाग्यो। अब यो माथिको चाहिँ सेकेन्ड लड्को हो। थर्ड लड्को अब बिरुवा उम्रिने बेला भएको छ। सानसानो फलिरहेछ। यसको चाहिँ टाइम अफ हुन लाग्यो। अब सानसानो फलिरहेछ। पछि बढेको बिरुवाहरू यसरी फलिरहन्छ। यो चाहिँ हाम्रो काँक्रा हेर्ने मान्छे के छ हाई गरिदेऊ। हाँस्छ। चुम्न आयो भने